कुनै दुईवटा संख्याको योग 46 छ र तिनीहरूको अन्तर 16 छ भने ठूलो संख्या कति होला? अति इन्ट्रेस्टिङ छ है क्वेशन। यो 7 क्लास 6 क्लास 8 क्लाससम्म आउने क्वेशन हो। हुन त 9 क्लासमा पनि समटाइम सोध्ने गर्छ यस्तो टाइपको क्वेशन। र कति सजिलो छ। दुईवटा संख्याको योग हामीले मानौँ कुनै दुईवटा संख्या x र y हुन् है। मानौँ सल्युसन है। मानौँ ती दुई संख्याहरू x र y हुन्। बुझ्नु होला है। मैले मान्दिएँ दुईवटा संख्या x र y हुन्। x ठूलो संख्या भयो, y सानो संख्या भयो। ठीक छ। दुईवटैको के छ त यहाँ? योग भनेपछि दुईटैको प्लस कति छ यहाँ? x प्लस y कति? 46 र तिनीहरूको अन्तर कति छ फेरि? डिफरेन्स कति छ त? 16। x माइनस y इज इक्वल टु कति छ? 16। ठीक छ यहाँसम्म। हेर्नु है, तपाईहरुले कसरी सल्भ गर्नुहुन्छ यसलाई? इक्वेसन यसलाई तपाईले फर्स्ट मान्नुहुन्छ, यसलाई इक्वेसन सेकेन्ड मान्नुहुन्छ, अनि दुईवटैलाई सल्भ गर्नुहुन्छ। यो दुईटालाई क्यान्सल गर्नुहुन्छ, दुईटा प्लस गर्नुहुन्छ, x हुन्छ। यो दुईटालाई प्लस गर्नुहुन्छ, 6 6 12 5 1 6 अनि x इज इक्वल्स टु 62 डिवाइड बाइ 2 गर्दाखेरि 3 अझ 1 जा यसरी गरेर यो तपाईले 31 निकाल्नुहुन्छ आन्सर। ठीक छ। ठूलो संख्या आयो 31। तर यसको आइडिया तपाईले हेर्नु त गर्न कसरी छ यसको। जस्तै x प्लस y इज इक्वल्स टु 46 छ, अर्को x माइनस y इज इक्वल्स टु 16 छ है। दुईवटा छ। हामीले निकाल्ने हो ठूलो संख्या। त यस्तो टाइपको क्वेशनमा हामीले गर्ने एकदम सिम्पल वे हो, एकदम सिम्पल तरिका हो गर्ने कि यदि ठूलो संख्या निकाल्न छ भने दुईटालाई जोड दिने अनि डिवाइडेड बाइ 2 गर्दिने भने चाहिँ आधी गर्दिने त्यसलाई। र यदि सानो संख्या निकाल्न छ भने दुईटालाई माइनस गर्ने र आधी गर्दिने। सबैभन्दा सजिलो तरिका है। जस्तै दुईवटालाई प्लस गर्नुहुन्छ भने कति आउँछ? दुईवटालाई प्लस गर्नुहुन्छ भने कति आउँछ? 61 सरी 62। दुईवटालाई प्लस गर्दाखेरि कति आउँछ? 62 अनि त्यसलाई आधी गर्दिनु। आयो कति? 31। भ्याइयो एक स्टेपमा आन्सर। त ठूलो संख्या कति? ठूलो संख्या कति त? 31 आन्सर। बुझ्नुभयो? एकचोटि फेरि बुझ्नुस्। दुईवटालाई प्लस गर्ने अनि आधी गर्दिने, दुईवटालाई प्लस गर्ने आधी गर्दिने। दुईटालाई प्लस गर्नुहुन्छ भने आउँछ 62, 62 को आधी कति? 31 आन्सर फिनिश्ड। तपाईले सानो नम्बर सोध्यो भने तपाईले के गर्नुपर्छ त? दुईवटालाई माइनस गर्नु होला। दुईटालाई माइनस गर्नुहुन्छ भने कति आउँछ? 30। दुईवटालाई माइनस गर्नुहुन्छ भने आउँछ कति? 30 र 30 को आधी कति? 15। त्यही भएर सानो संख्या कति? 15 आन्सर फिनिश्ड। एक स्टेपमा हो, त्यही भएर तपाईले ट्रिक बुझ्नु होला। थ्यांक यू।